आन्टीको र गएको थिएँ म साथीहरू थियो साथीहरूले पाउडर दलेको त्यो हेर्नुभयो होला अनि कोठा चाहिँ दामी बल्ल हल्का हल्का राम्रो देखियो माई रुम सब्सक्राइब करो नहीं तो भूत काट लेगा One, two, three. Dun, dun, dun. Look, कस्तो मान्ने त गाइज वेलकम ब्याक टु माई न्यू भ्लग गाइज म चाहिँ अहिले भर्खरै फुर्सद नभएर हल्का साँझतिर रातितिर भिडियो बनाउनु लागेको छु माइन्ड नलिनु लागि म चाहिँ दोकान गएको थियो है दोकान गएको त थिएँ तर किलाउनु गएको थिएँ यो लानु गएको थिएँ म दोकान अनि त्यसपछि हल्का राति पऱ्यो हाम्रो चाहिँ अहिले स्कुल लागिरहेको छ त्यही भएर भ्लग आउनु गाह्रो छ हल्का त्यसैले साथ सपोर्ट गरिदिनु होला अनि मैले चाहिँ एउटा रेडबुल किनेर आएको गाइस हल्का सर्टकट जानु पऱ्यो हामीनिर एउटा दोकान थियो कि तर दोकानै छैन गाइस के गर्ने अब स्कुल लागेर पनि बिहान गयो भने सिधै आउने साँझ हो भ्लगमा के देखाउने त्यही भएर लास्टै भेजा हुन्छ क्या यो चाहिँ मेरो आन्टीको घर हो अनि आन्टीको फ्रिजभित्र के छ अरे यहाँ चाहिँ कोको कोला छ अनि माउन्टेन भयो स्प्राइट रेडबुलको पुरा जमेको छ यार दामी दामी अनि यसलाई चाहिँ टक्क लगाएर यसको नाम हो एम्बिसन यसमा घाम हुन्छ कि त्यही भएर चाहिँ एम्बिसन भनेको ल टक्क भन्नु पर्यो टक्क यसलाई यस्तो गर्यो त्यसपछि टक्क यस्तरी भ्लग बनाउँदै हिँड्यो गाइज साथ सपोर्ट जारी राख्नु होला सन्डे हाल खबर मेरो कान्छी आन्टी चाहिँ यहीँ हो गाइज अङ्कल यो चाहिँ मेरो रुम हो टक्क लगाएर राम्रो अझै यस्तरी हुन्छ अझै राम्रो देखाउने यसलाई टक्क यहाँ जोड्यो यस्तरी कहाँ छ टक्क यस्तरी जोड्यो यो अफ गर्यो यो अन गर्यो यहाँलाई 1 2 3 4 5 6 7 8 9 10 11 12 चेक दिस आउट ट्याक बन्द गर्नु हल्का उठाउनु पर्छ यसमा तर चुक्कल पनि छैन क्या अनि कोठा चाहिँ दामी बल्ल हल्का हल्का राम्रो देखियो माई रुम अनि यहाँ चाहिँ हाम्रो ठुलो मम्मीको प्रमाणपत्रहरू त्यसको प्रमाणपत्रहरू हो टक्क कमेन्टमा भनिदिनु होला यहाँ चाहिँ मेरो ड्रेस मेरो भाइको ड्रेस यहाँ चाहिँ सामानहरू यस्तै छन् सामानहरू अनि घर चाहिँ खासै राम्रो छैन मैले चाहिँ भर्खरै मेरो साथीलाई फोन गरेर भनेछु आइज भनेर भ्लग बनाउँला आउँछु भनेको छ क्या अरे आउँछ कि नि अब फाइनली गाइज मैले बोलाएको यसलाई हो यो बाबु पनि आयो यिनी भाइ पनि आयो छन् खाना मैले खाइसकेँ तैँले खाइस् खाएन बे किन खाएनस् फाइनली गाइज हामी चाहिँ मेरो आन्टीको घर जानु आएको छ मैले समीर भाइको मम्मीको घर यिनकै घर भनौँ जानु फिलहाल भाइले के भनिरहेको थियो होइन दाइ आजकल भ्लग हाल्नु न त यार भन्दै टक्क लगाएर अब भ्लग आउँछु त डोन्ट माइन्ड अनि फेरि भाइरल जानु यसमा धेरैभन्दा अब धेरै त भन्दिनँ 1 मिलियन लाइक जाओस् त्यही मेरो लागि खुसी छ हजुरले 1 मिलियन लाइक पुगाउनु भयो भने मैले चाहिँ त्यो के अरे जे भने त्यही गर्छ यसले एउटा यस्तो जबरजस्त साथीले प्र्याङ्क गर्छु है मैले धेरै होइन अब धेरै पछि हामीहरूको रङ येल्लो कलरको रङको फुड च्यालेन्ज आउँछ या येल्लो कलरको खाने सब येल्लो त्यसको लागि पैसा पनि चाहियो फेरि अरे पैसा म लिएर आउँछु चिन्ता नगर अरे एकदम भगेन समीर भाइ मूलधाराको पानी पाक गासेर खाने अनि गाइज मेरो आन्टी चाहिँ यहाँ हुनुहुन्छ अनि मेरो आन्टी अर्को आन्टी बजे पढ्नुहुन्छ कि हो कि आन्टी बजे पढ्नुहुन्छ हो कि आन्टी मैले आन्टी ल 1 2 3 डन डन ल कस्तो मान्ने त गाइज चस्मा त दामी सहागे के लाग्यो रे देखो आगे
जगली सब कुरा नकली यता हेर न तिमी पनि होइन होइन उता हेर टु ब्रदर्स इन द है ब्रदर दुई भाइ दोनों दबाई दुबई दोनों छब्री हामीलाई तयार भइसकेको छौँ ल ल अब कति केटीपट्टिको नि थाहै छैन पत्तेरो नकली पाला सुधा मलाई पच्चेन यसरी सब्सक्राइब करो नहीं तो भूत काट लेगा ल हाम्रो यो चाहिँ अहिले आइसकेको छ 500 मोबाइलदेखि ओहो पाउडर किन्ने पैसा किनेको भए यतिको यो नोटा चाहिँ 50-60 वटा चाहिएको छ मलाई सबै काम हजुरको सब्सक्राइब भ्युज अन्टीको र गएको थिएँ म साथीहरू थियो साथीहरूले पाउडर दलेको त्यो हेर्नुभयो होला यस्तो भिडियो बनाउँछु भन्दाखेरि त्यही हालत खासै राम्रो त छैन आज चाहिँ अन्टीको घर हल्का धेरै रमाइलो भयो शनिबार बोलाउनु भएको छ भ्लग सलग बनाउने होला कोही केही देखिन लाखा त कहाँ बाटो यहाँ छ म यहाँ आएर धन्नै जान्थेँ म चस्मा सस्मा त्यसले मार्छ कुन दिन क्यामेरा अलि हल्लिरहेको लगाएको छैन माइन्ड नलिनु त हजुरलाई भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला ल बाई बाई